मित्र सुनार मैले रूपन्देही जिल्लाको सैना मैना नगरपालिका 1 पौरुवामा आएको छु र यो फर्म चाहिँ हाम्रो फर्म हो। यो फर्मको अध्यक्ष चाहिँ प्रेम सुबी दिदी हुनुहुन्छ। प्रेम सर नमस्कार। नमस्कार। यो फर्मको बारेमा भन्नुहोस् त, यो कहिलेदेखि सुरु भयो? यो अम्बाहरू रहेछ, अलिकति यो फर्मको बारेमा बताउनुहोस् त। अब यो फर्म हामीले 80 सालको 81 सालको असारदेखि सुरु गऱ्यौँ र अब अहिले आउने असारमा यो 2 वर्ष हुन्छ। र यो मुख्य गरेर दुईटा तरिकाले यसलाई हामीले अगाडि बढाएका छौँ। पहिलो, यसलाई संस्थागत रूपमा हाम्रो पार्टी सङ्गठनलाई पनि यसमा जोड्ने र अर्को यसको साथसाथै व्यक्तिहरूलाई पनि यसमा सेयर बनाउने। त्यसमा पहिलो कुरा, हामी नीतिगत रूपमा 51% एउटा संस्थाको र 49% व्यक्तिको बनाउने भन्ने एउटा सैद्धान्तिक सहमति पछि पार्टी भन्नाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल को बिचमा यो प्रकारको समझदारी गरिसकेपछि हामीले अब यो लगाएको 1 वर्षमा नै सामान्यतः यसको केही उत्पादन पनि लियौँ। त्यो पहिलो वर्ष खास उत्पादनमा गणना हुँदैन थियो र यहाँ हाम्रो केही हदसम्म त्यसको उत्पादन पनि भएको थियो। र अहिले यो संस्थामा करिब 50 जना सदस्यहरू यसमा जोडिसक्नु भएको छ अहिलेसम्म। र हामीले यसलाई गएको मङ्सिरमा भएको साधारण सभाबाट यसको अधिकतम सङ्ख्या भनेको अहिलेको मौजूदा सङ्ख्याको डबल भन्दा माथि नजाने भने करिब 100 भित्र यसलाई राख्ने भन्ने कुराकानी गरेका छौँ। यो किन पनि गर्न यसरी खोजेको भनेदेखि सामान्य व्यक्तिहरूले उत्पादन आफ्ना किसिमले गरिराखेका छन्। यद्यपि त्यसप्रति अहिले जुन कृषि फलफुल विभिन्न क्षेत्रका जुन कामहरू छन् त्यसप्रति नेपालको एउटा राज्यको जुन नीति छ त्यो कृषि मैत्री छैन। र त्यसका बावजुद पनि यसलाई हामीले दुईटा अर्थमा यसलाई लिएका छौँ। एकातिर यो आन्दोलनको रूपमा पनि यसलाई विकास गर्ने र आम किसानहरूका बिचमा पुग्ने एउटा नमुनाको रूपमा यसलाई लिएर। यो अम्बा छ नि, यो बुटा चाहिँ कति उमेरको हो? यो अब असारमा 2 वर्ष पुग्छ। यो लगाएको कति वर्षपछि यसले फल दिन्छ? अनि यसले यसको फल त लगाएको 3 महिनापछि दिन्छ। तर 3 महिनामा हामीले फल लिँदा बुटो बढ्दैन। त्यसमा त पहिलाका फलहरू हामी टिपेर फाल्छौँ होइन। अनि बुटाको आकार हेरेर हामीले पहिलो वर्ष थोरै थोरै दानाहरू राखेछौँ। र अब यो वर्ष मलाई लाग्छ एउटा बुटाबाट केही नभए पनि हामीले न्यूनतम 10 किलो त अनिवार्य निकाल्न सकिन्छ। त्यसो हुँदाखेरि हामीले अहिले सोचेको के छ भनेदेखि सामान्यतः अब कयौँ सबै कुराकानी सोचे जस्तो नहोला, तर करिब 12-14 टन हामीले यहाँबाट क्विन्टल हामीले त्यो एउटा उसमा निकाल्छौँ भने मोटामोटी वर्षभरि यसको के हुन्छ भने अब यो साउनदेखि उत्पादन भएको आउने चैत्रसम्म त यसको कन्टिन्यू नै हुन्छ। यो तयार हुन्छ होइन? यो तयार हुन्छ। यसको साथसाथमा फेरि यो तयार भइसकेपछि बिचको यो काट दिइसकेपछि नयाँ आँकुरा आउँछ, त्यसमा फेरि फल्छ। त्यसो हुँदाखेरि यो सामान्यतः 12 मासे जस्तै नै फल्छ यो। त्यसले गर्दाखेरि यसलाई आगामी वर्षसम्म यसलाई एउटा सन्तुलनमा लिएर जान सकिएला भन्ने सोचिरहेछौँ। र अर्को यसको व्यावहारिक बाटो, यहाँको जमिनको जुन प्रकृति छ त्यसले गर्दाखेरि हाम्रो अहिलेसम्म मोटामोटी करिब 30 लाख सेरोफेरोमा हाम्रो लगानी भइसकेको छ यो फर्ममा। यो र प्लस अर्को एउटा खबलत भनेको छौँ हामीले। यहाँभन्दा करिब 700 मिटर उता 500-700 मिटर उता कति क्षेत्रफलमा छ यो? 2.5 बिघामा छ माथि र यो गर्दा 2.5 बिघामा छ। र यसलाई हामीले यो वर्ष अरू 500-700 बिरुवा थप्छौँ। फेरि त्यहाँ केही खाली जग्गा छ र त्यसो हुँदाखेरि यसलाई एउटा उसमा लिएर जान सकिन्छ भन्ने हामीलाई लागिरहेको छ एउटा। र अर्को कुराकानी यसको साथसाथमा के छ भनेदेखि पहिला अब यस प्रकारको फलफुलहरूलाई भनौँ न अम्बालाई व्यावसायिक रूपमा त्यस प्रकारको यो खेती हुन्छ भन्ने धेरै मान्छेहरूलाई त्यो चेतना पनि थिएन। अब अहिले के छ भने धेरै मान्छेहरूको यो आएको छ
र यसपछि हामीले पहिलो कुरा त यसको फललाई नै बेच्ने कोसिस गर्छौँ। दोस्रो कुरा बढी उत्पादन भएको बेलामा फल स्टक रहने भयो भने वैकल्पिक अरू यसको जुस जाम क्यान्डी अरू बनाउने पनि यस प्रकारका विकल्पहरू पनि हामीले सोचिरहेको प्रयोग गरिरहेको। यो स्वास्थ्यको लागि कस्तो चिज हो यो अम्बा भने? अब यो के भन्छ भने यो फलफुलको बाउ अम्बा भन्छ कि होइन। हाम्रो गाउँघरतिर त फल्छ कुल्छ सर्छ जान्छ। फलफुलको बाउ अम्बा भनिँदो रहेछ सामान्यत यो उसको भाषामा पनि। जहाँसम्म यसको हिसाबले हेर्दाखेरि तपाईँले न्युट्रिसनको हिसाबले हेर्दाखेरि पनि यो फलबाट पाउने जुन तत्त्वहरू छ हामीले स्याउमा भन्दा कयौँ गुणा बढी यसमा न्युट्रिसनहरू पाउँछ। दोस्रो कुरा अहिले सबैभन्दा बढी यसको डिमान्ड कहाँ छ भनेदेखि जस्तै सुगरका रोगीहरू, प्रेसरका रोगीहरू र त्यसपछि अहिले यो के भन्छ मृगौलाका समस्या भएका रोगीहरू बिरामीहरू जो हुनुहुन्छ उहाँहरूका लागि यो डक्टरहरूले पनि सिफारिस गरिराखेको हुन्छ अम्बालाई होइन। भने सरल भाषा बुझ्दा यो चाहिँ सुगर फ्री। अर्को त्यति मात्र होइन, तपाईँको अहिले सरदर नेपालीहरूमा कब्जियतको समस्या छ भने ग्यास्ट्रिकको समस्या छ। यो समस्यालाई तपाईँले यो अम्बा नियमित खानुभयो भने त्यसका लागि यो के हुन्छ त भन्दा एउटा औषधि नै हो। मन रोके यो उत्पादनको हिसाबले तराई अनि हिमाल मध्य पहाड यो सबै ठाउँमा उत्पादन गर्न सकिन्छ कि कसो? सामान्य भनाइ अवस्थित ऊ के छ भनेदेखि तपाईँको 0 देखि 29 हाइटसम्म यो फल हुन सक्छ भन्ने छ भनेपछि पहाडमा पनि हुने भयो तराईमा पनि हुने भयो। त्यसो हुँदाखेरि यसलाई जम्मा 2-3 कुराहरू यसमा लाग्ने रोगलाई हामीले संरक्षण गर्नु पर्यो। त्यो पनि हामीले के भन्छ अर्ग्यानिक हिसाबले नै यसको उपचारको एउटा विधि सर्वतो खोज्ने र अर्ग्यानिक एउटा उत्पादन जनताहरूको बिचमा लैजाने एउटा कोसिस गरिराखेका छौँ। र अहिले तपाईँले बजारमा विभिन्न फलफुल जुन लिनुहुन्छ त्यहाँ जस्तै 2-4 दिन पहिला तपाईँले देख्नुभयो होला बुटोल बजारमा आएका अहिले कतिपय या सब्जी भन्नुहोस् या फलफुल भन्नुहोस् त्यसमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको छ र त्यो एउटा स्वास्थ्यका लागि हानिकारक छ। तर यहाँ आएर लाने मान्छेहरूले जुन अम्बा लिएर जानुहुन्छ उहाँहरूलाई एउटा गौरव के छ भनेदेखि यहाँ आइसकेपछि शुद्ध हामीले खान पाउँछौँ भन्ने त्यस प्रकारको पनि छ। त्यसमा यो कुराकानीले हामीले जहाँसम्म लाग्छ दोस्रो तेस्रो वर्षबाट हामीले यो लगानीको पाटोलाई क्रमशः पुरा गर्दै जान्छौँ भन्ने लागिरहेको छ। र मैले अर्को कुरा जोड्न चाहेँ अहिले कस्तो छ भनेपछि नेपालमा झोलामा प्रपोजल हाल्ने अनि झोलामा चाहिँ खेतीपाती देखाउने अनि सेटिङमा चाहिँ अनुदान खाने त्यस्तो सिस्टम छ। अनि यो राज्यले हाम्रो यो अम्बा खेतीलाई कतिको ध्यान दिएको छ के महसुस गर्छ? मैले पहिले सुरुमा नै भने पहिलो कुरा कृषिप्रति हाम्रो राज्यको नीति नै के छ भनेदेखि हामीले भन्न कृषि प्रधान देश भनेका छौँ तर कृषिलाई प्राथमिकता राखेर राज्यको नीति छैन पहिलो कुरा। दोस्रो कुरा जहाँसम्म तपाईँले राख्नुभयो कि यस प्रकारको नगर्ने मान्छेले अनुदान पाउँछ गरेको मान्छेले यस प्रकारको अनुदान पाउँदैन। सामान्यतः यहाँ अब कतिपय चिने जानेका साथीहरू सरकारी कार्यालयमा भएकाहरूले सामान्य केही सहयोग गर्न पर्यो यो तपाईँले राम्रै गर्नुभएको छ भने उहाँहरूको स्वभाव छ। तर राज्यको यसमा त्यस प्रकारको ठुलो नै ऊ छैन। यो हामीले नै गर्दै आएका छौँ है। त्यसो हुँदाखेरि अहिले पनि हामीले के खोजिरहेछौँ भने जस्तै आज किसानहरूको अथवा यो उत्पादनको समस्या के हो भने 2टा कुरा हाम्रो लागि समस्या छ। पहिलो कुराकानी हामीले उत्पादन गरिसकेपछि बजारको सुनिश्चित गर्ने काम स्थानीय निकायले गरिदिने हो भने हामीलाई सबैभन्दा सहज हुन्थ्यो बजारको सुनिश्चितता। र दोस्रो कुरा अहिले किसानहरूलाई बचाउने हो भनेदेखि उत्पादनमा आधारित त्यस प्रकारको अनुदानको व्यवस्था गर्ने भने त्यो झोला जाने कुराकानी के हुन्थ्यो भन्दा सही ठाउँमा प्रयोग हुन सक्थ्यो। जस्तै त्यो झोलामा गएको गलत हो भन्ने कुरा हाम मान्छेलाई लागेको छ तर त्यसलाई व्यवस्थित कसरी गर्ने भन्ने उनीहरूले त्यस प्रकारको प्लानिङ त जसले जुन मात्रामा उत्पादन गरेको छ उत्पादन गरेको चिज त तौलेर दिने हो हामीले होइन। तौलेर दिने भइसकेपछि हामीले त्यो तौलका आधारमा अनुदान दिँदाखेरि वास्तविक किसानहरूका बिचमा त्यो पुग्न सक्थ्यो उत्पादनको आधारमा। त्यो प्रकारको नीति बनाउँदाखेरि बल्ल किसानहरूको बिचमा यो यसको मात्रै होइन हरेक चिजको तपाईँले उत्पादनमा आधारित एउटा अनुदानको व्यवस्था गरेर जानियो भनेदेखि रियल एउटा किसानहरूको बिचमा पुग्न सकिने
एउटा आधार हुन्थ्यो जस्तै भनौँ। त्यो साथीहरू पनि जनसंविधानमा सहभागिता सहभागिता छ सहभागिता छ तर अपेक्षित त्यस प्रकारको सम्पूर्ण पार्टी पङ्क्ति अहिले पनि यस प्रकारको उत्पादन गरेर यस प्रकारको सामूहिक खेती गरेर हुन्छ भन्ने जुन प्रकारको विश्वासको वातावरण हो नि त्यो बनिरहेको छैन। त्यो नबन्दा धेरै मान्छेहरूको अहिले पनि के छ भनेदेखि तपाईँको त्यो विश्वास दिलाउनका लागि अझ हामीलाई केही 1-8 वर्ष 1-2 वर्ष अझ लाग्ने है। त्यसपछि मान्छेहरूले पक्कै पनि अरू थप विश्वास गर्नेछन् र अरू कयौँ मान्छेहरू पनि यसमा जोडिन चाहिरहेको छन्। जस्तै अरू कतिपय विभिन्न भनौँ न हाम्रो पार्टीभन्दा बाहिरका साथीहरूले पनि यो काम एकदम राम्रो रहेछ यसमा हामीलाई पनि जोड्नु पर्यो भन्ने मान्छेहरू पनि आउँछन्। तर कयौँ कुरा के छ भने यहीँ नजिकै भएका साथीहरूलाई पनि यसको महत्त्व नबुझेको पनि छ। त्यसो हुँदा यसलाई हामीले समुदाय आधारित बनाएर लिएर जान चाहन्छौँ। त्यसो हुँदा समुदायको आय आर्जनका लागि पनि यो एउटा परिणाममुखी होस्, व्यक्तिको जीवनमा पनि यसले केही आर्थिक आय आर्जनमा योगदान पुगोस् र साथसाथै राज्यको अहिले ठुलो जस्तै मान्नुहोस् फलफुलमा मात्रै हाम्रो ठुलो एउटा रकम विदेश जान्छ। हामीले ठुलो धेरै मात्रामा अहिले पनि तपाईँले हेर्नुभयो भने नेपालमा अम्बाकै मात्रै कुरा गर्नुहुन्छ भने अरबौँ रुपियाँको खरिद हुन्छ यहाँ हुनाले आयात हुन्छ। त्यसलाई एउटा देशमा नै त्यस प्रकारको आत्मनिर्भर अम्बामा त्यस प्रकारको आत्मनिर्भर बनाउन सक्यो भने त्यो पुँजी त राष्ट्रिय रूपमा त्यसले के गर्थ्यो त भन्दा योगदान पनि पुग्थ्यो। तर त्यस्तो छ राज्यको पनि ध्यान छैन र अरू राज्यका अरू निकायहरूको पनि त्यसप्रति ध्यान छैन र यो क्षेत्रमा काम गर्ने धेरै किसानहरू अहिले पनि के छ त भन्दाखेरि आफ्नो स्वतस्फूर्त पहलमा जे गरिरहेछ त्यसबाहेक अरू धेरै कुराकानी यहाँबाट हुने। ठिक छ धन्यवाद प्रेमजी। हामीले सामान्य रूपमा चाहिँ म यहाँ आएको बेलामा यो फर्मको विषयमा उहाँसँग कुरा गर्ने मौका पाएँ। अन्त्यमा प्रेम सर के भन्न चाहनुहुन्छ? होइन अब यो यस्तो कामहरूलाई हामीले आम जनताका बिचमा पुर्याउने एउटा कोसिस गर्नु एक र दोस्रो कुराकानी यसलाई पुर्याउने मात्र भन्दा पनि हामीले सुरु गऱ्यौँ। सुरु गर्न आफैमा त राम्रो कुरा हो तर यसलाई परिणाममा दिन सकिन्छ सकिन्न त्यो हाम्रा अगाडि एउटा चुनौती पनि छ होइन। त्यो चुनौतीलाई पार गरेर यस प्रकारका कामहरूलाई हामीले विस्तार गरेर देशको एउटा राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनका लागि आम किसानहरूलाई यो किसान अभियान आन्दोलनमा पनि जोड्नुपर्ने आवश्यकता छ र हामीले केही समयपछि यो विभिन्न सेक्टरमा भएका किसानहरूको राष्ट्रिय त्यस प्रकारको आन्दोलनको एउटा वातावरण बनाऊ भन्ने हिसाबले चाहिँ सोचिरहेछौँ र त्यसका लागि पनि हामीले पहल गरिरहेछौँ र यसले र राज्यले पनि अहिलेसम्म जुन सुनिरहेको छैन त्यसलाई सुन्ने प्रकृतिको एउटा आन्दोलनको पनि हामी विकास गर्न कोसिस गर्छौँ। धन्यवाद।